वेलकम ब्याक माई युट्युब च्यानल मनिषा मेरो साथी म मनिषा मेरो तर्फबाट सबैजनालाई प्रणाम नमस्ते एभ्रिवान। आज पनि स्कुलको बाहिरबाट मैले मेरो भ्लग सुरु गरिसकेको छु। स्कुल लागि आज चाहिँ दिन उग्रेको छ, पानी परेको छैन, घाम लाग्यो, दिन उग्रेको छ। यहाँ चाहिँ अर्ग्यानिक सब्जीहरू छ, इस्कुसको मुन्टा ल्याइदिएको रहेछ। यहाँनिर क्याबेज पनि छ। यहाँनिर चाहिँ यो चाहिँ डल्ले खोर्सानीको बिउ हो। यहाँ चाहिँ झालमुरी बनाउनुको एक झालमुरी मेकिङ हुँदैछ। हाम्रो आमा पार्टीले झालमुरी मेकिङ गर्दैछ हो, हुँदैछ। म चाहिँ अब थ्रेडिङ गर्छ। हाम्रो चाहिँ यहाँनिर थ्रेडिङ गरिदिनुहुन्छ यहाँ मलाई हो, थ्रेडिङ गर्ने मान्छे चाहिँ यहाँ हो, मलाई थ्रेडिङ गरिदिनुहुन्छ। म चाहिँ थ्रेडिङ गर्नु आँटेको, अन्त भ्लग पनि सुरु गरिहाल्नु पर्यो भने दौ पारिहालेको नि। ल अब चाहिँ म यहाँ ल्यान्डिङ गरेर चाहिँ थ्रेडिङ हुन्छ। पहिला माथि गरिदिन्छ होइन। ल साथीहरू हेर्दै गर्नु होला मेरो च्यानल, लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। र जो पनि नयाँ हुन्छ जसले पनि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन प्लिज सब्सक्राइब गरेर धेरै सारा माया अगाडि बढाइदिनु होला। साथै मेरो भिडियो फर्स्टदेखि लास्टसम्म मेरो साथ दिनु होला साथीहरू। अब चाहिँ म ट्रेडिङ गर्छु। यहाँ चाहिँ झ्यालमुरी बनाइरहेको छु, फेरि एकखेप देखाउँछु ल। उयो चाहिँ ल्याउनु पाएन नि है, निम्बु चाहिँ भएन नि है। अर्को पालि कुरा अब अर्को पालि गरौँ होला। प्याज प्याज चाहिँ उयो भयो नि त है। आमा पार्टीको चाहिँ डर लाग्दो भइरहेको छ नि। म चाहिँ भ्लग बनाउँदै हो। चर्को हुन्छ, चर्को हेर्नु खानु पाउँदैन। सम्झाइ बुझाइदिएको नि। हातमा लाग्छ ल। मैले चाहिँ बिरेनुलाई चाहिँ हाम्रो नानीले आज राख्छ भने बिरेनुलाई चाहिँ जल्जिरा भन्छ। हुन्छ नि त्यस्तो। सपना देख्न रहेछ। हैन स्कुलमा दिएको गरे, अस्ति दिएको गरे। कुन कोकोले चाहिँ दिएन गरे। थ्रेडिङको कार्यक्रम सुरु हुँदैछ है। पहिला माथि उकाल्छ है। बनाउने मान्छे हो म चाहिँ, बनाइ माग्ने। नदिनु नि त्यस्तो लामो काठहरू भएको होइन कि खासमा चाहिँ हामी उता जाँदा सिसा चाहिँ ल्याइदिएको भने चाहिँ हाल्यौ नि। यसमा के छ? नुन नहाल्नु भन्दैछ, चर्को हुन्छ अहिले। ल साथीहरू अहिले चाहिँ हामी थ्रेडिङ गरिरहेको छौँ। ल साथीहरू मैले चाहिँ बनाइसकेँ, दामी बनाइछ नि त भाउजूले त। त्यतातिर उखाल्दैन होइन होस्, यही आइहाल्यो मेरो त। वाउ, यति बनाएपछि नि साथीहरू केटीहरूलाई एकदम राम्री देखिहाल्छ। आफूले राम्री लाग्छ नि। अलिक अब सफा भएको जस्तो लाग्छ नि, तर्कै खालके। टिका यहाँ बसेछ हो, टिकाको यहाँ हो जग्गा हो। कस्तो राम्रो बनाइन्छ नि, राम्री देखिहाल्यो नि। बनेर पनि खान थालिसके, मिठो भएछ भन्दैछ हो। खानु चाहिँ केले खाँदैछ? म त हातले खाइदिन्छु ल। म त हातले खान्छु। मैला छुँदै हाल। मिठो बनाएको छ, एकदमै मिठो। थ्रेडिङ गर्ने मान्छे तेल पनि लिएर आएको छु मैले। तेल पनि हाल्यो ए र त है। अन्त चाहिँ मजामा हुन्छ। मिठो सल्लाह गरेको यस्तो खाने भनेर हामी त सल्लाह गर्न मिठो भएछ नि साथीहरू। आमा काँक्रा हाल्दा धुउ न, टमाटर हाल्दा फिल हुने। काँक्रा हालेको मैले मिठो हुन्छ काँक्रामा हाल्नु, खाइहाल्नु अनि गरिदिनु। यो चाहिँ अस्तिको भन्दा यो मिठो भएछ है। अस्ति चाहिँ धनियाँ थिएन, के थिएन अरू। कसरी भयो नि परेला है साथीहरू। परेला छोटो छ र पनि राम्रो भयो, छोटो मोटो। लै म त हातले बहिनी प्याज त्यो हचमुलाको ढुट्टो रहेछ, घरिघरि टेस्ट आउँदैछ है। बुलिया यो टोकेर चाहिँ पिरो बङ्गालीलाई खाने खालके भन्छ नि। पिरो पनि मजा आयो है। हिजो पनि लाग्यो।
खाना सब्जीमा हिजो टिस्टा जाँदा काँक्रा हेर्दै गएको म एन्जेलहरुको हिजो लगे त दुईजनाले एक एकवटा चाप्पा पहिला आएन एन्जेलहरुको घर उता काँक्रा बगाने ल्याउ लिप्स्टिकहरू मेरो सब लाग्छ स्कुलमा खाना ल्याएको थिएछ उसले खाए सकेन खुवाएन अब भोलि है भोलि